यसो रामदीतिर पनि आइयो। यो रामदीको सेरोफेरो रामदीको पुल देखिरहेको छ। अनि यहाँ चाहिँ एउटा सिद्ध बाबा गुफा रहेछ। अनि त्यहाँ गुफामा पनि आइयो। यस्तो बाटो त यस्तो छ, एकदम पुरा ठाडै उकालो। अनि यहाँ माथि सिद्ध बाबा गुफा रहेछ। अनि त्यहाँ आएर यसो एकछिन ध्यान गरियो। अनि यहाँ बस्ने ब्राह्मण देवताहरूसँग यसो सत्सङ्ग गरियो। जस 3 घन्टा जति मजाले यहाँ बिताइयो आज। बडा आनन्दको ठाउँ रहेछ। तपाईहरू पनि यो रामदीको छेउमा छ, त्यहाँ रामदी बजारमा सोध्नुभयो भने यहाँ सिद्ध बाबा गुफा कहाँनिर छ भन्नुभयो भने बताइदिनुहुन्छ। उता तानसेनतिरबाट आउँदाखेरि चाहिँ बायाँतिर पर्छ। यहाँ यस्तो यस्तो यो पुरानो मठ मन्दिरहरू पनि बनाएको छ यो बस्नलाई। जस यो हाम्रो यो नदीदेखि अलि हाइटमा छ। बाटोबाट त्यही 10 देखि 12 मिनटमा मन्दिरमा पुगिन्छ। गुफा छ राम्रो, त्यहाँ गएर चाहिँ हेर्नुभयो, दर्शन गर्नुभयो भने जस आत्मालाई एकदम शान्त, एकदम सन्तुष्टि हुन्छ। र यहाँ 108 शिवलिङ्ग र 108 चाहिँ गौमुखी धाराको स्थापना गर्न थाल्नु भएको रहेछ अहिले समितिले। अब त्यहाँ आएर यसो म एउटा शिवलिङ्गलाई मैले दान दिन्छु अथवा एउटा धारा बनाउन कति खर्च लाग्छ म दिन्छु भन्यो भने यहाँ चाहिँ समिति छ, रसिद छोडेको छ। तपाईँहरूले यथाशक्य दान पनि गर्न सक्नुहुन्छ पुण्य कर्ममा। यति हो अहिले आजको चाहिँ भ्रमण। यहीँ सकिन्छ। ठ्याक्क रामदीको बजारदेखि बायाँपट्टि एउटा सानो बाटो आएको छ। यो बाटो यो ग्राभल बाटो छ, त्यहाँबाट हामी आउन सकिन्छ है। हस् ल, धन्यवाद। जय गुरुदेव।